2300 जनाको लागि अहिले इजरायलमा खुलिरहेको फर्म अनलाइन कसरी भर्ने आजको भिडियोमा देखाउने छौँ। फर्म भर्दा पुलिस रिपोर्ट समेत आवश्यक पर्छ। यदि पुलिस रिपोर्ट अनलाइन नै बनाउनु परेमा बायोमा रहेको हाम्रो WhatsApp नम्बरमा मेसेज गर्नुहोला, हामी सहयोग गर्नेछौँ। इजरायलमा खुलिरहेको फर्म भर्नको लागि गुगलमा गई yafrms.dofe.gov.np टाइप गरी सर्च गर्नुहोस्। सुरुकै वेबसाइट क्लिक गर्नुहोस्। नयाँ खुल्ने पेजमा विभिन्न अप्सनहरू देखिने गर्छन्। इजरायल एक्जिलरी वर्कर्स रोजगारीको पोर्टलमा क्लिक गर्नुहोस्। यहाँ फर्म भर्दा आवश्यक पर्ने कुराहरू राखिएको छ, हेर्न सक्नुहुन्छ। सुरुमै रजिस्टर गर्नुहोस्। रजिस्टरमा क्लिक गर्नुहोस्। पासवर्ड नम्बर राख्न भन्छ, आफ्नो पासपोर्ट नम्बर राख्नुहोस्। त्यसैगरी तल नयाँ पासवर्ड राख्नुहोस्। आफ्नो इमेल आइडी र आफ्नो मोबाइल नम्बर समेत राखी रजिस्टरमा क्लिक गर्नुहोस्। आफ्नो मोबाइल नम्बरमा ओटिपी आउने गर्छ, उक्त ओटिपी राखी सबमिट गर्नुहोस् र लगइन गर्नुहोस्। एप्लाई अनलाइन एप्लिकेसनमा क्लिक गर्नुहोस्। जब एप्लिकेसन फर्ममा इजरायल राख्नुहोस्। पोजिसनमा एक्जिलरी वर्कर्स चुज गर्नुहोस्। ह्याभ यु एभर वर्क इन इजरायलमा नो क्लिक गर्नुहोस्। इज एनी अफ योर फ्यामिली मेम्बर वर्किङ इन इजरायलमा नो क्लिक गर्नुहोस्। तल आफ्नो पासपोर्ट नम्बर र डेट अफ बर्थ राखी सर्च गर्नुहोस्। अब हजुरका विभिन्न डिटेलहरू देखिने गर्छन्। खाली बक्समा आफैले भर्नुहोला। आफ्नो नाम नेपालीमा राख्नुहोस्। त्यसैगरी खाली रहेका अन्य स्टार लगाएका बक्समा डिटेलहरू भर्नुहोस्। आफ्नो वेट, हाइट, म्यारिटल स्ट्याटस, म्यारिड अनम्यारिड के हो, सिंगल के हुनुहुन्छ राख्नुहोस्। फादर नेम, मदर नेम, ग्रेन्डफादर नेम, ग्रेन्डमदर नेम सबै राख्नुहोला। र तल स्थायी ठेगाना हजुरको पर्मानेन्ट एड्रेस राख्नुहोस्। प्रदेश, जिल्ला, नगरपालिका, वडा सबै भर्नुहोला र टेम्पोररी एड्रेस समेत यसै गरी भर्नुहोस्। डिटेलहरू भरिसकेपछि नेक्स्टमा क्लिक गर्नुहोस्। अब आफ्नो शैक्षिक विवरणहरू भर्नुपर्ने हुन्छ। बोर्डको नाम, शैक्षिक उपाधि, पास गरेको साल सबै छुट्टा छुट्टै राख्नुहोस् र तल ट्रान्सक्रिप्ट र सर्टिफिकेटलाई एउटै PDF बनाई फाइल अपलोड गर्नुपर्ने हुन्छ। उक्त फाइल अपलोड गर्नुहोस्। त्यसैगरी अन्य शैक्षिक योग्यता राख्न चाहनुहुन्छ भने पनि त्यसै गरी राख्न सक्नुहुन्छ। जस्तै म यहाँ डिटेलहरू राख्दैछु, हेर्नुहोला। विश्वविद्यालय अथवा बोर्डको नाममा यानिबी अथवा HSCB यानिबी राखेको छु। शैक्षिक उपाधि SLC अथवा SE, 12 क्लास पास हो भने 12 क्लास पास भनेर राख्नुहोला। शैक्षिक उपाधिको नाम हजुरले राख्न सक्नुहुन्छ, जस्तै SLC पास अथवा 12 क्लास पास, +2 पास भनेर राख्न सक्नुहुनेछ। यहाँ म 10 क्लास पास भनेर राखेको छु। पास गरेको साल, वर्ष राख्नुपर्ने हुन्छ। सिलेक्ट पास्ट इयर भनेर राखेको छ, यहाँ राख्नुहोला। 2066 राखेको छु र तल फाइल ट्रान्सक्रिप्ट र सर्टिफिकेटको एउटै PDFमा राखी फाइलहरू PDF फाइलहरू यहाँ अपलोड गर्नुपर्ने हुन्छ। PDF फाइल बनाएर यहाँ अपलोड गर्नुहोला र सबै डिटेलहरू राखिसकेपछि सेभ गर्न सक्नुहुन्छ। सेभ गरिसकेपछि साइडमा देखाइन्छ। र यसै गरी अन्य केही डिटेलहरू राख्न चाहनुहुन्छ शैक्षिक योग्यताको भने पुनः त्यसै गरी राखेर पुनः सेभ गर्नुभयो भने साइडमा देखिने गर्छ। म यहाँ अन्य डिटेल पनि राख्दैछु। CTEBT अन्तर्गतको पढाइहरू सम्बन्धी डिटेल पनि राखेको छु। सबै डिटेल राखेर सेभ गरेमा देखिने गर्छ। सम्पूर्ण डिटेलहरू राखी नेक्स्ट गर्नुहोस्। अब भने तालिम सम्बन्धी विवरणहरू राख्नुहोस्। तालिम दिने संस्था राख्नुहोस्। अवधि कहिलेदेखि कहिलेसम्म उक्त मिति समेत राख्नुहोस् र प्रमाणपत्र समेत राखी सेभ गर्नुहोस्। म स्क्रिनमा देखिए जस्तै गरेर भर्न सक्नुहुनेछ। तालिम दिने संस्था हजुरको डकुमेन्टहरू अथवा 3 महिना तालिम, कति महिनाको तालिम छ, तालिम दिने संस्थाको नामहरू राख्नुपर्ने हुन्छ। केयर गिभिङ ट्रेनिङ कुन संस्थाबाट तालिम लिनुभएको हो, जस्तै म एउटा सेम्पलको लागि नेपाल ट्रेनिङ सेन्टर भनेर राखेको छु। अवधि कम्तीमा 3 महिना भनिएको छ। अब हजुरले कति अवधि सिक्नु भएको छ त्यहाँ डकुमेन्टहरूमा भएको अवधिहरू राख्न सक्नुहुनेछ। अवधि यतिदेखि यतिसम्म, जस्तै यहाँ 2075 साल 1 महिना 1 देखि भनेर मैले राखेको छु। अवधि कतिसम्म गर्नुभएको छ, डकुमेन्टमै भएको डेटहरू राख्नुहोला र तल फाइल समेत अपलोड गर्नुपर्ने हुन्छ। हजुरलाई ट्रेनिङ दिइसकेको संस्थाले दिने एउटा प्रोभाइड गर्ने फाइलहरू हुन्छ, उक्त फाइललाई यहाँ अपलोड गर्नुहोला र सेभ गर्नुहोला।
यसैगरी अन्य कुनै ट्रेनिङहरू राख्न चाहनुहुन्छ भने समेत ट्रेनिङहरू राख्न सकिन्छ। पुनः नेक्स्ट गर्नुहोस्। डकुमेन्टहरू राख्नुपर्ने हुन्छ। डकुमेन्ट टाइपमा फोटो सिलेक्ट गरी आफ्नो पिपी साइज फोटो राख्नुहोस्। पुनः डकुमेन्टमा अन्य डकुमेन्टहरू जस्तै नागरिकताको फ्रन्ट र ब्याक छुट्टा छुट्टै राख्नुहोला। पासपोर्ट फ्रन्ट र ब्याक पनि छुट्टा छुट्टै पेजहरू सिलेक्ट गरी राख्नुहोला र सबै डिटेलहरू राखिसकेपछि नेक्स्ट गर्नुहोस्। अब भने हजुरले भरेका सम्पूर्ण डिटेलहरू देखिने गर्छन्। सबै डिटेलहरू राम्रोसँग चेक गर्नुहोस् र लास्टमा नेक्स्ट गर्नुहोस् र आवेदन पेजमा सो घोषणामा स्वीकार्य छमा टिक लगाई सबमिट गर्नुपर्छ। तर सबमिट गर्नु पूर्व माथि 3 लाइनमा क्लिक गर्नुहोस्। विभिन्न अप्सनहरू देखिने गर्छन्। सुरुमै फाउन्डेसन इङ्ग्लिस टेस्टमा क्लिक गरी इङ्ग्लिस टेस्टको स्कोर र डकुमेन्टहरू अपलोड गर्नुपर्ने हुन्छ। त्यसैगरी तल पुलिस रिपोर्ट अपलोड गर्नुहोस् र सेल्फ डिक्लेरेसनमा फर्मेट डकुमेन्ट डाउनलोड गरी उक्त डकुमेन्ट प्रिन्ट गर्नुहोस् र औँठा छाप र आवश्यक कुराहरू भरी दुवै फाइलहरूलाई छुट्टा छुट्टै बक्समा अपलोड गर्नुहोस्। सबै डिटेलहरू भरिसकेपछि मात्र ड्यासबोर्डमा गई अघिकै जस्तै सबमिट अप्सनमा क्लिक गर्नुहोस् र फर्म सबमिट गर्नुहोस्। यसरी फर्म भर्दा यदि हजुरहरू सिलेक्ट भएमा हजुरको जिमेल वा फोनमा मेसेज आउने वा वेबसाइटमा सूचना प्रकाशित गर्ने गरिन्छ। एप्लिकेसन फर्महरू जेठ 17 गतेदेखि असार 7 गतेसम्म मात्र भर्न मिल्छ। त्यसैले समयमै भर्नुहोला। हाम्रो माध्यमबाट पुलिस रिपोर्ट बनाउनु परेमा यसै भिडियोको डिस्क्रिप्सनमा रहेको हाम्रो WhatsApp नम्बरमा मेसेज गर्नुहोला। हामी सहयोग गर्नेछौँ।